महानगरपालिकाले आफूसँग भएका उपकरणहरू जसरी आज डिस्प्ले गरे हाम्रो समस्या के थियो भन्दाखेरि हामीसँग के छ भन्ने कुरा नै एकअर्काको जानकारी पनि थिएन। केही समय अगाडिदेखि एउटा काठमाडौँको कोर सिटीको हिसाबबाट हामीले कमसेकम पनि अब चाहिँ गत वर्षहरू जस्तै विपदमा कोही मान्छे चाहिँ नमरुन् भन्ने चाहिँ हाम्रो एउटा लक्ष्य, घाइते समेत पनि नहुन् र त्यहाँ भइहाले पनि हाम्रो चाहिँ उद्धार गर्ने तरिका चाहिँ त्यो एकअर्कासँग समन्वयहरू नदेख्दाखेरिको होइन। अहिले पक्कै पनि हामी एउटै टेबलमा हामी सबैजना सँगै छौँ भने मतलब यहाँ ट्राफिकसम्म पनि छ होइन। त्यो भइपरि अवस्थामा चाहिँ कसरी व्यवस्थापन गर्ने भन्ने हाम्रो एक त भित्री खाकाहरू तयार नै भइसकेको अवस्था र आज चाहिँ कस्तो भने काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बलले जसरी आफूसँग भएका उपकरणहरू यो छ भन्ने बित्तिकै अब हामीले यहाँ देख्दा नै के भन्दाखेरि के उपकरण यहाँ छ भन्ने जस्तै अब भोलि नेपाल प्रहरीको होला, त्यसपछि नेपाली सेनासँगको होला, सशस्त्र प्रहरीसँगको होला, त्यो उपकरण हामीसँग यो किसिमको छ भन्ने बित्तिकै कस्तो किसिमको आउँदाखेरिको विपद हुन्छ त्यसलाई चाहिँ तत्काल होइन प्रतिकार्य गर्नको लागि चाहिँ हामी सहज किसिमले त्यो ठाउँमा उद्धारको लागि खटिनको लागि चाहिँ अब अझ बढी चाहिँ यसले हौसला पनि प्रदान गरेको जस्तो लाग्छ होइन। र अब आउने पक्कै पनि यो विपदको कुरामा हामीले एउटा त सबैभन्दा ठुलो कुरा भनेको जनचेतना नै हो होइन। हामीले आम समुदायमा समेत पनि यो सचेतना फैलाउनको लागि अहिले यही शुक्रबार पनि हामीले बसन्तपुरदेखि ओमबालसम्म चाहिँ कतिपय कृत्रिम अभ्यासहरू चाहिँ उद्धारका कुराहरू आज देखाइएका यो डिस्प्लेका सामग्रीहरू हामी त्यो दिन प्रयोग पनि गर्छौँ होइन। त्यो हिसाबबाट यो मान्छेलाई सबैभन्दा बढी जस्तो मक्खनमा आगलागी भयो, अन्य ठाउँहरूमा आगलागी भयो, त्यो आगलागीमा सानो कुराले गर्दाखेरि ठुलो आगलागी भएको छ, त्यसले जनजन दुवै क्षति गरेको छ होइन। त्यसले गर्दाखेरि सबैभन्दा पहिला कुरा त अज्ञानताको कारणले नै यस्ता विपदका घटनाहरू निम्तिएको पनि देखिन्छ। त्यो कुराको लागि पनि हामी अहिले तयारी अवस्थामा पनि हो भने अहिले अब जस्तो जल प्रकोपको हिसाबबाट हुन सक्ने सम्भावित यो बागमती विष्णुमती करिडोरहरूका कुराहरू जुन गत वर्ष अब मान्छे नै मर्यो, राजधानी जस्तोमा मान्छे मर्नु भने त दुःखदायी कुरा हो नि त। त्यो कारणले गर्दाखेरि यसपालि चाहिँ हामी यो एउटा संयुक्त रूपको एउटा पहलले गर्दाखेरि चाहिँ यो एउटा चाहिँ के भन्दाखेरि उदाहरणीय पनि होस् र देशको अवस्था भने राजधानीमै मान्छे मर्नु भनेको मतलब त विकट ठाउँमा चाहिँ कसरी चाहिँ उद्धारको कार्यहरू हुन्छ भन्ने कुरा त्यो प्रष्ट देखिया हो नि त। त्यो कारणले यसपालि चाहिँ त्यस्तो केही घटना घट्दैन भन्ने हिसाबमा हामी एक किसिमले एकअर्कामा पनि यो समन्वयले गर्दा अझ बढी चाहिँ प्रेरित पनि भएको जस्तो चाहिँ लाग्छ। धन्यवाद। अब यो चाहिँ अरू सबै कमन नै भएन सर, यो साबेन पिक ह्यामर बल यो बोल्ट। अब यो चाहिँ हामी जुनसुकै ठाउँमा जहाँ पनि गर्नुपर्छ हामीले वाला चाहिँ पढेको हुन्छ यो चाहिँ चार्जेबल। यो चाहिँ अब चार्जेबल भनेको एउटा सर्टेन टाइम पिरियडमा हाम्रो त्यो रेस्क्युको लागि काम गरियो। अब यसलाई लाएर काम गर्नु दिँदैन। यो चाहिँ हामीसँग यो सबै भेराइटीमा छ। यो 8 देखि 24 इन्चसम्मको क्यामेराहरू चाहिँ छेडाउने त्यसको गतिविधि हेर्नलाई त्यसको लागि चाहिँ यो चाहिँ हामीसँग अलिक फरक थियो भने त यो फरक खालको हेरेर अभ्यासका कुराहरू भइरहेछन् र साथसाथै केही समय अगाडि हामीले चाहिँ यहाँ रानी पोखरीको डेमोन्स्ट्रेसन चाहिँ गऱ्यौँ र त्यसका लागि आवश्यक तयारीको चरणमा हामी छौँ र विगतको जस्तो विपदमा हामीले चाहिँ आपत्तिका घटनाहरू चाहिँ भोग्नु चाहिँ नपरोस् भन्नका लागि हामी सचेत छौँ र रात दिन अहोरात्र खटेर संयुक्त रूपमा हाम्रो प्रयास चाहिँ जारी छ। धन्यवाद। जस्तो आम जनतालाई जस्तो विपद आइसकेपछि जनतालाई चाहे त्यो नेपाल प्रहरी आओस् कि सशस्त्र आओस् कि आर्मी आओस् कि महानगर प्रहरी आओस् तर चाँडो आओस् भन्ने र छिटो उद्धार भइदियोस् भन्ने चाहना हुन्छ। हामी सुरक्षा संयन्त्रका यति धेरै निकाय एउटै टेबलमा देखिरहँदाखेरि समन्वय कसरी गर्नुहुन्छ यहाँले? जवाफ जसले दिनुहुन्छ। अब यसमा चाहिँ हामीले के भनेको छौँ भने हिजो पनि हामीले चाहिँ वडा नम्बर 23 कार्यालयमा चाहिँ हामी सफल गर्छौँ। त्यस सिलसिलामा चाहिँ हामीले दुईवटा कुरा गरेको छ। हामीले भाइबर ग्रुप अथवा वाट्सएप ग्रुप बनाएर चाहिँ आफ्नो सूचनाहरू हामी चाहिँ भाइबर ग्रुप अथवा वाट्सएप ग्रुप मार्फत हामी लिन्छौँ, सेयर गर्छौँ।